साथीहरु यहाँदेखि हेर्नुस् ल, यो टिस्टा खोला चाहिँ कति देखाएको भन्नुहुन्छ होला कि यहाँ भिन्नै ठाउँदेखि चाहिँ मैले भिडियो बनाएको। हेर्नुस् ल, यो चाहिँ चुवाको बोट थियो, पहिला ठुलो थियो, मरेर छ अहिले। यो पनि एक प्रकारको मजाको सिन भइरहेछ है, ठुटाहरू भए पनि। अनि यो टिस्टा खोला हो। अनि अघि मैले अर्को भिडियोमा है देखाएको, पहिलाको भिडियोमा चाहिँ यता थियो सिक्किमहरू, तर यता चाहिँ यहाँनिर झार जङ्गलहरूले छलिरहेछ। अनि यो उता सिक्किम यो यता तारखोला हो, वारी चाहिँ तारखोला 10 माइल। अनि त्यहाँदेखि पारिपट्टिको जग्गालाई चाहिँ खामदुङ के भन्छ अरे भनेर चाहिँ सुनेको हो। त्यहाँदेखि उतापट्टि देख्नु हुँदै गरेको चाहिँ अर्को डाँडा चाहिँ, त्यो बादल लागिराखेको डाँडाहरू चाहिँ त्यो चाहिँ पाण्डम हो। त्यहाँदेखि यता आएर चाहिँ त्यहाँ पहिरोहरू पनि पुरा देख्दैछ कि, तर मेरो फोनमा चाहिँ आएको छैन। पहिरोहरू पनि देख्दैछ। अनि यहाँनिर हेर्नुहोस् ल, यो म घरदेखि चाहिँ यता आएको छु नि त, सब्जी पुऱ्याउनु आएको कि। यहाँनिर सब्जी ल्याउनु आउनुहुन्छ नि त दिदी, अनि यहाँनिर पुऱ्याउनु आएको। अनि यो चाहिँ हर्राको बोटो। त्यहाँदेखि उता हेर्नुहोस् ल, यो चाहिँ हाम्रो गाउँ हो। पारी देख्नु हुँदैछ नि, निकै पारी चाहिँ होइन, त्यो डाँडादेखि मुनि त्यो लामो लामो घर छ, त्यो चाहिँ हाम्रो गाउँको प्राइमेरी स्कुल हो। त्यहाँदेखि अलिक यता आएर जुप्रुक्कै देख्नु हुँदैछ नि तपाईँहरूले घर, त्यो गाउँहरू। त्यहीदेखि अलिकति यतापट्टि चाहिँ मेरो घरहरू छ हो। अनि त्यो प्राइमेरी स्कुलदेखि मुनिको चाहिँ रोड, त्यहाँदेखि उँधो पनि घरहरू छ। त्यहाँदेखि यो पारिपट्टि चाहिँ पानी सुरु भएछ, पारिपट्टिको भित्तापट्टि चाहिँ, पारिपट्टि चाहिँ के पानी आउनु थालेछ र चाहिँ कस्तो मधुरो देख्दैछ हो। यता चाहिँ फिक्कले भाङ्गेहरू भन्छ। अनि यो यता साङ्से कमान हो, यो सानो डाँडादेखि उता र उँधो चाहिँ साङ्से कमान। हेर्नुहोस् ल, त्यहाँदेखि यता आएर चाहिँ यहाँ बत्तीको पोलहरू छ। यो हाम्रै गाउँको अप्पर पेथोङ भन्छ यसलाई। कस्तो क्यामेरामा त जङ्गलघारी देखेको कि, तर जङ्गलघारी छैन नि, घरहरू छ नि। यतादेखि चाहिँ आउनुहुन्छ सब्जी ल्याउने दिदी, आउनु भएको छैन रहेछ, मलाई कल गरेको थियो आउँदैछु म भनेर। अलिकति ढिलो हुनुभएछ, कल गरेको पनि उठाएन। यहाँ हेर्नुहोस् ल, नजारा चाहिँ एकदमै राम्रो छ है। म पनि यो जग्गामा आएपछि चाहिँ एकपल्ट भिडियोहरू बनाउँछु, फोटोहरू खिच्छु। मलाई पनि मजा लाग्छ नि त यो जग्गा चाहिँ, एकदमै राम्रो। खोलाहरू, आकाशहरू, निलो बादलहरू, सेतो सेतो मजाको सिनै मजाको छ। मैले अझै यो बसेर भिडियो बनाएकोले गर्दाखेरि चाहिँ त्यति राम्रो आएन। उठेर उभिएर भने चाहिँ मजाको आउँथ्यो होला कि खासमा चाहिँ। बाई बाई साथीहरू।